हेलो सम्पूर्णमा नमस्ते। आज चाहिँ के भन्नु गइरहेको छु भने नि म एउटा हुन्छ नि आफूलाई दुःख परेको दिन हैन र ऊ भएको बारेमा म कुरा गर्नु गइरहेको छु हैन। एजेन्टको बारेमा है सिधै भन्नु पर्दाखेरि चाहिँ हैन। अब दलालै भन्छु म उहाँलाई चाहिँ म हैन। उहाँको नाम चाहिँ नवीन दाल हो। घर इटरी के अरे इटरी भन्नुहुन्थ्यो मलाई। उहाँको घर चाहिँ उता के अरे भोजपुर कता रहेछ यसो अब हामीले कागज लेख्ने बेलामा चाहिँ यसरी थाहा भयो हामीलाई। र उहाँले चाहिँ अब हुन्छ नि पासपोर्ट लगेर बाहिर पठाइदिन्छु भन्नुभयो। बाहिर पठाइदिन्छु भनेपछि हामी आसमा बस्यौँ। बाहिर युरोप कन्ट्री पठाइदिन्छु भन्नुभयो। आसमा बस्यौँ। बित्यो निकै टाइम बित्यो। पैसाहरू लानुभएको छ होइन। र त्यो पैसाहरू चाहिँ मलाई अब फिर्ता भएन क्या। केही नभएको कारणले चाहिँ मैले यसरी भिडियो बनाउनु गइरहेको छु होइन। यो भिडियो लामो पनि हुन जान्छ होला र त्यसैमा म क्षमा प्राप्त चाहिँ हेरिदिएर सेयर गरिदिनु होला सबैजनाले। र उहाँ चाहिँ म अहिले खोजी गर्दैछु कि यही भिडियो मार्फत मैले उहाँलाई कति कल गरेँ, उहाँलाई कति के गरेँ, कतिलाई कल गर्नु लगाएँ, उहाँको फोन उठेन स्विच अफ भन्यो। कतिलाई मेरो साथीहरूलाई ब्लक पनि गर्नुभएछ। ठिक छ, ब्लक गर्नुभयो तपाईँले। अब तपाईँको कुरा गर्नुभयो। मलाई ब्याङ्कको दिनुभएको थियो। ब्याङ्कको पैसा यो ब्याङ्कमा छ भनेर मलाई बानेश्वरमा त्यो ब्याङ्कको चाहिँ मलाई ठ्याक्कै त्यो पुग्यो भने मात्रै मलाई थाहा हुन्छ। मलाई चेक दिनुभएको थियो। त्यो चेकमा चाहिँ तपाईँको पैसा छैन भनेर मैले कतिचोटि ऊ पनि गरेँ। अब त्यो हुन्छ नि अब त्यति गरिसके पछाडि मैले उहाँलाई अझै पनि अब मैले फोन नउठेर यताउति नउठिसकेपछि चाहिँ मैले यो भिडियो बनाउनु बाध्यता भएका। उहाँले मलाई न यता न उता बनाइदिनु भएका 3-4 वर्ष 4-5 वर्ष नै। अब अहिले त 6-7 वर्ष नै भइसक्यो अब त्यतिखेरको कुरा। र उहाँले फोन गर्दा फोन नउठाएर पैसा नदिने कुरा गर्नुभयो हो कि के हो त मलाई थाहा भएन। यो भिडियो चाहिँ जसरी हुन्छ जसरी सेयर गरेर हुन्छ उहाँ भयो भने रिप्लाई होला। यसरी दुःख पासपोर्ट भनेको तपाईँको 3 वर्ष पछाडि मलाई रिटर्न गरिदिनु भएको छ र पैसा लानुभएको छ। तर बाहिर पठाइदिन्छु भनेर ठुलै रकम लानुभएको छ भनौँ न। त्यही भएको अनुसारले मैले यो भिडियो बनाइरहेको छु। र उहाँको म तपाईँलाई फोटोदेखि लिएर उहाँको म सबै होइन यही भिडियोमा म हालिदिन्छु होइन। र म यो भिडियो चाहिँ सबैजनाले सेयर गरिदिनु होला र उहाँ भनेर पिलाइदिनु होला र भन्नु म अनुरोध गर्दछु। यो म मात्र ठगी भएको न। उहाँले कतिजनालाई ठग्नु भयो, कतिजनालाई के गर्नु त्यो त मलाई थाहा छैन। उहाँले गर्नुभएको र उहाँले पठाउँछु भन्नुभएको र आज हुन्छ भाइ, भोलि हुन्छ भाइ, 1 हप्ताभित्र हुन्छ भाइ, यस्तो 1 महिनाभित्रमा चाहिँ तिम्रो फिक्स हुन्छ भाइ, तिमीलाई म इन्डिया पठाएर म यताउति गर्छु भनेर मलाई भ्रममा पारेर मलाई आश्वासन देखाएर मलाई होइन यस्तो गर्नुभयो। त्यो दाइले होइन मलाई यस्तो कुराउनु भयो काठमाडौँमा। न उसले काम गर्छ न केही गर्नु सक्यो मलाई होइन। अन्तिममा मैले केही गर्नु नसकेर मैले हो त्यो दाइलाई चाहिँ अब दाइहरूसँग कुरा गरेर यताउति गरेर पनि मैले उहाँलाई भेटेर र एउटा कागज चाहिँ बनाएको छु। त्यो कागज चाहिँ मैसँग छ। त्यो कागजको अनुसारले उसलाई खोज्दा भएन र मैले भिडियो बनाउनु बाध्यता भयो क्या। नवीनजी तपाईँलाई म डाइरेक्ट भन्दैछु, नवीनजी तपाईँ जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, यो तपाईँले एक दिन यो भिडियो हेर्नुहुन्छ मलाई थाहा छ। यो भिडियो तपाईँले हेर्नुहुन्छ र तपाईँको हातमा यो भिडियो आइ पनि पुग्छ। तपाईँको साथीभाइहरू हुनुहुन्छ, कता पूर्वको हुनुहुँदो रहेछ, यताउतिले तपाईँलाई यो भिडियो तपाईँले देखाउनेछ। तपाईँले गर्नुभएको यस्तो व्यवहार चाहिँ मलाई चाहिँ नदेखाइदिनु होला है। म यही भन्नु चाहन्छु। र यस्तो गरेर अरूलाई ठग्ने काम तपाईँले नगरिदिनु होला। मैले त तपाईँलाई त्यतिखेर आफ्नो मानेको यताउतिकोबाट तपाईँलाईसँग मैले गरेको थिएँ। यसको पैसा खाएर म भागेँ, अब यसको पैसा यताउति गरेँ भनेर तपाईँ भाग्नु चाहनुहुन्छ होला। ठिक छ, ओके, नो प्रब्लम, मलाई केही भएको छैन। तर तपाईँलाई म त्यतिकै त म गर्नु छोड्दिनँ नि यार। मलाई दुःख दिनुभएको छ नि यार। काठमाडौँ आइज, बस, यताउति गर, कति खर्च भयो, के भयो, कस्तो भयो। मेरो साथीभाइहरू नभएको भए, म आफन्त नभएको र म त्यहाँनिर नचिन्ने भएको थिएन, म यतिखेर म खाद्दै भएर हिँड्थेँ क्या। भन्नुपर्दा साँच्चै भन्नुपर्दाखेरि मेरो यस्तै मान्छेहरूले
त्यति पैसा भनेको यस्तै उस्तै मान्छेलाई लाग्छ, कमाउनु नै लाग्छ, टाइमै लाग्छ क्या। जहीँ गए पनि विदेशै गए पनि कमाउनै लाग्छ क्या सर। र त्यही भएर नवीनजी तपाईँले जसरी हुन्छ जे तरिकाले हुन्छ, म तपाईँलाई होइन यो भिडियोमा मात्र होइन म तपाईँलाई खोज्छु। अब हुनुहुन्छ, अब यहाँनिर छ, सबै छ, तपाईँलाई सोसियल मिडियादेखि लिएर यताउतिदेखि म खोज्छु। सर म चित्तै बुझेको छैन तपाईँसँग भेट ताकेर तपाईँको बोलीले हुँदैन रहेछ क्या। तपाईँ सोसियल मिडिया रुटिन अफ नेपालदेखि लिएर हुन्छ कि तपाईँको युट्युबदेखि लिएर हुन्छ कि टिकटकदेखि लिएर हुन्छ, फेसबुकदेखि सोसियल मिडियामा इन्स्टाग्रामदेखि लिएर हुन्छ कि टिकटकदेखि लिएर सबैमा म तपाईँलाई समेटेर म तपाईँको भिडियो बनाएर हाल्छु क्या। जबसम्म तपाईँ कन्ट्याक्टमा नआउने जेलसम्म म 2 दिन 3 दिन 1 हप्ता बिराएर भए पनि तपाईँको भिडियो म बनाउँछु। मलाई चित्त बुझेको छैन नवीनजी। र तपाईँले त्यस्तो गरेर हिँड्नुभयो ठिक छ, मलाई केही भएन। तर तपाईँले यस्तो गरेर चाहिँ अलिकति जानुको लागि नहुनु पर्ने हो, यस्तो नगर्नुपर्ने हो। तपाईँको बौद्धमा फेन्सी पसल थियो, तपाईँ दिन सक्नुहुन्थ्यो, गर्नु सक्नुहुन्थ्यो, त्यतिखेर मलाई पैसा दिनुहुन्थ्यो तपाईँले। म गएँ बौद्धमा, तपाईँ भनेको यही हो। राम्ररी हेर्नुहोस्, चिन्ने जतिले होइन। उहाँको फेन्सी पसल छ बौद्ध गेटदेखि अलिकति अगाडि उच्चाबेलतिर जाने बाटोमा तल्लोपट्टि छ, चिन्नुहुन्छ, देख्ने जतिले चिन्नुहुन्छ मजाले पनि उहाँलाई। उहाँले मलाई धेरै नै सताउनु भयो क्या। त्यही भएर मैले यो भिडियो बाध्यताले बनाउनु गइरहेको छु। र उहाँको फेसबुक आइडी छ, नवीन दाले थियो जस्तो लाग्यो मलाई। मेरो पहिलाको आइडी मेरो भएर बिग्रेर मैले गरिनँ, म यहाँ सर्च गरिरहेको छु। पैसा भनेको सबैलाई उयो नै हुन्छ क्या होइन। काम गरिदिएको थियो भने लु हुन्छ होला। उहाँको यहाँ रहेछ फेसबुक आइडी, यो रहेछ नवीन दाल रहेछ। चिन्नुहुने तपाईँको आफन्त हुनुहुन्छ, को हुनुहुन्छ, कस्तो हुनुहुन्छ होइन, सबैले उहाँले चिन्यो। उहाँलाई भिडियो देखाएर मलाई एक्चुअली कन्ट्याक्टमा आइदिनु होला भन्न म चाहन्छु है। उहाँको यस्तो छ है। यो अझै मजाले देखेन होला, म तपाईँलाई मजाले देखाउनु गइरहेको छु। यहाँ उहाँ हुनुहुन्छ, उहाँ पनि उहाँ तपाईँ गयो, उहाँ हुनुहुन्छ नवीन दाल भनेर सर्च गर्नु होला तपाईँले। नवीन दाल हुनुहुन्छ, नवीन दाल यस्तो छ। अब यो भिडियो चाहिँ तपाईँले फिक्स हेर्नुहुन्छ, मलाई थाहा छ होला होइन। यो हेरे अनुसार म को हो के हो भनेर तपाईँलाई मजाले म मेरो अनुहार प्रष्ट देखिराखेको छ, मलाई चिन्नु नै भयो होइन। चिन्नु नै हुन्छ तपाईँले, मलाई थाहा छ। जस्तो गरेर हुन्छ, जे गरेर हुन्छ, मेरो कन्ट्याक्टमा र मेरो पैसा तपाईँले रिटर्न गरिदिनु पर्यो। रिटर्न चाहिँ तपाईँले गरिदिनु पर्यो। तपाईँको मैले यो भिडियो चाहिँ मैले नर्मल बोलेको छु, अर्कोचोटि मैले बोल्नु पऱ्यो भने नराम्रो तरिकाले म गर्छु। यो तपाईँलाई म 1 हप्ताभित्रसम्म मैले तपाईँलाई चान्स दिएँ। 1 हप्ताभित्रमा यो भिडियो तपाईँको मन पुग्छ होला, 1 महिनाभित्रमा तपाईँको यो भिडियो पुग्छ होला। त्यस पछाडि तपाईँले मलाई कन्ट्याक्ट गर्नु, म तपाईँसँग कसरी बोल्ने कसरी गर्ने त्यो मलाई मात्र थाहा छ नवीनजी। मजाले म गरिदिएँ। म सोसियल मिडिया अगाडि जे होस् मलाई मतलब छ। म बाहिर लुनु गरेको होइन, सिधै भन्छ मेरो पैसा खाएको छ, मेरो पैसा उठाउनको लागि मैले गरेको। कति दुःख पर्छ यार पैसा कमाउनुको लागि। आफ्नो हातको मैला यी कमाएर त्यत्रो दुःख गरेर गएको छ यार, दुःख लागिहाल्छ नि सबैजनालाई नै। त्यही भएर नवीनजी त्यो पैसा कसरी हुन्छ मलाई फिर्ता गरिदिनु होला। म तपाईँको यहाँ फोटोसोटो सबै हालेर यो भिडियो बनाउने छु। त्यति भन्दैमा नवीनजी मलाई तपाईँले भेट्नु पर्दैन, त्यही भन्दै म